नमस्ते। आज हामी नेपाल नाउको 2075 जेठ 13 गतेको समाचार बुलेटिनमा आएका केही खास खबरहरूमा अलि गहिरिएर कुरा गर्दैछौँ। यसमा हेर्नुस् त, खेलकुदको ऐतिहासिक सफलता छ अनि हिमालय बचाउने नयाँ प्रयासको कुरा पनि। विश्व अर्थतन्त्रको अवस्था, एआई प्रविधि अनि काठमाडौँको हालको स्थिति जस्ता विषयहरू पनि छन्। आउनुहोस्, यी समाचारका मुख्य पक्षहरू र तिनको अर्थ के हो अलि केलाएर हेरौँ है त। अवश्य। यी खबरहरूले साँच्चै नै नेपालले एकैपटक सामना गरिरहेका अवसर र चुनौती दुवैको एउटा राम्रो झलक दिन्छन्। राष्ट्रिय गौरवको क्षणबाटै सुरु गरौँ न त नेपाली फुटबल टोलीको त्यो ठूलो उपलब्धिबाट। हो नि, क्या खुसीको खबर! नेपाली राष्ट्रिय फुटबल टोली पहिलो पटक एएफसी एसियन कप 2027 का लागि छनौट भएको छ। यो त साँच्चै देशका लागि गर्वको कुरा भयो। काठमाडौँ, पोखरा जताततै मान्छेहरूले खुसियाली मनाएको देखियो नि। यो जित खेलकुद मात्रै रहेन हैन त, एउटा राष्ट्रिय उत्साह जस्तो बन्यो। एकदमै। यो सफलताको सांकेतिक महत्त्व त छँदैछ, अनि यसले व्यावहारिक रूपमा पनि धेरै ढोका खोल्न सक्छ। नेपाल फुटबल सङ्घले यसलाई युवा प्रतिभा पहिचान गर्ने, उनीहरूको विकासमा लगानी बढाउने अवसरको रूपमा हेरेको छ। यस्तो उपलब्धिले खेलाडीमा मात्र होइन, समग्र खेलको पूर्वाधार, व्यावसायिकता, विकासमा पनि सकारात्मक दबाव दिन्छ। यसको फाइदा पछिसम्म रहन्छ। हो, त्यो त पक्कै हो। खेलकुदको यो उल्लास एकातिर छ, तर अर्कोतिर हिमालको चिन्ता पनि उत्तिकै गम्भीर देखिन्छ। वातावरण मन्त्रालयले हिमालका ग्लेसियर जोगाउन नयाँ जलवायु कार्ययोजना ल्याएको खबर छ। पछिल्लो समय हिमनदीको क्षेत्रफल 24%ले घट्नु, यो त साँच्चै डरलाग्दो सङ्केत हो नि, होइन र? निकै चिन्ताजनक तथ्याङ्क हो यो। साँच्चै तापक्रममा आएको त्यो वार्षिक औसत 0.06 डिग्री सेल्सियसको वृद्धि सुन्दा सानो लाग्ला, तर यसले हिमालमा हिउँ पग्लने गति निकै बढाएको छ। अनि परिणाम के भयो त भन्दा बाढी पहिरो जस्ता विपदको जोखिम बढेको छ। यो नयाँ कार्ययोजनाले चाहिँ ग्लेसियरको निरन्तर अनुगमन गर्ने, पानीको स्रोत व्यवस्थापन सुधार्ने र बाढी जोखिम घटाउने कुरामा जोड दिएको देखिन्छ। भनेपछि पहिलेका प्रयास भन्दा के फरक छ कि यसमा? खै, यसमा चाहिँ निरन्तर अनुगमन र समुदायमा आधारित जोखिम न्यूनीकरणमा अलि बढी ध्यान दिएको जस्तो लाग्छ। यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चासोपूर्वक हेरिएको छ, किनभने यसले जलवायु परिवर्तनको असर भोगिरहेका अरू हिमाली मुलुकलाई पनि एउटा सन्देश दिन्छ नि। हिमालको यो दीर्घकालीन चिन्तासँगै अलि तत्कालको विश्व अर्थतन्त्रतिर हेर्दा चाहिँ केही राहतको सास फेर्ने ठाउँ देखिन्छ कि अमेरिका, युरोप जस्ता ठूला अर्थतन्त्रमा मुद्रास्फीति केही घटेको समाचार आएको छ। यसको असर कस्तो पर्ला त? मुद्रास्फीति घट्नु पक्कै पनि सकारात्मक सङ्केत त हो। यसले विश्व बजार र उपभोक्ताको मनोबल अलिकति बढाउँछ, तर यसलाई नै समस्या समाधान भइहाल्यो भन्न चाहिँ अलि हतार होला। अर्थशास्त्रीहरूले भने जस्तै त्यो आपूर्ति श्रृङ्खलामा रहेका समस्याहरू अनि भूराजनीतिक तनावहरू यी चुनौती कायमै छन्। त्यसैले यो राहत कति टिक्छ अनि यसको वास्तविक फाइदा हाम्रो जस्तो बजारसम्म आइपुग्न कति समय लाग्छ, त्यो हेर्नै पर्ने हुन्छ। आर्थिक अनिश्चितताको कुरा गर्दा प्रविधिले पनि नयाँ अवसर र चुनौती दुवै ल्याइरहेको छ। कृत्रिम बौद्धिकता मतलब एआई, त्यसलाई नियमन गर्ने विषयमा विश्वभर नै बहस चलेको छ। अमेरिका, युरोपियन युनियन, भारत जस्ता देशहरूले यसमा अलि बढी चासो देखाएका छन्। के नियमनले प्रविधिको गतिलाई भेट्टाउन सकेको छ त? यो अहिले एकदमै महत्त्वपूर्ण प्रश्न बनेको छ, किनभने एआई प्रविधि हेर्नुस् न, स्वास्थ्य, वित्त, शिक्षा जस्ता कतै महत्त्वपूर्ण क्षेत्रमा एकदम छिटो फैलिरहेको छ। त्यसैले यसको प्रयोग पारदर्शी होस्, नैतिक होस्, जिम्मेवार होस् भन्ने सुनिश्चित गर्नु एकदमै जरुरी छ। अनि डाटा गोपनीयताको कुरा पनि छँदैछ। नियमनको खास चुनौती चाहिँ के हो भने, एकातिर प्रविधिको विकास, त्यो नवीनतालाई रोक्नु भएन, अनि अर्कोतिर यसका सम्भावित जोखिमहरू जस्तो प्रणालीमा हुन सक्ने पक्षपात वा दुरुपयोगबाट प्रयोगकर्तालाई जोगाउनु पनि पर्यो। यो सन्तुलन मिलाउन निकै गाह्रो छ। धेरै देशहरू यसैमा लागि परेका छन्। अब अलिकति देशको आन्तरिक राजनीतिको पाटो हेरौँ। काठमाडौँमा जारी प्रदर्शनको विषय पनि समाचारमा छ।
स्रोतहरूका अनुसार गत मार्चदेखि सुरु भएका, जसलाई प्रजातन्त्र विरोधी भनिएको छ, ती प्रदर्शनहरू अझै रोकिएका छैनन् रे। ठाउँ ठाउँमा झडप र केही क्षेत्रमा कर्फ्यू लगाइएको अवस्था पनि देखियो भन्ने छ। यो जानकारी प्रस्तुत गर्दा हामी पूर्णतः स्रोतमा आधारित रहेर तटस्थता अपनाउँदैछौँ है। हो, यो विषयलाई प्रस्तुत गर्दा स्रोतमा जे छ त्यही तथ्य मात्रै राख्नु महत्त्वपूर्ण हुन्छ। समाचार अनुसार सरकारले वार्ता र शान्तिको लागि अपिल गरिरहेको छ, तर प्रदर्शनकारी पक्ष आफ्ना मागहरूमा अडिग रहेको देखिन्छ। विभिन्न नागरिक समाजका तर्फबाट चाहिँ शान्तिपूर्ण समाधान खोज्न आग्रह भइरहेको भन्ने पनि छ। यसले के देखाउँछ भने देशको राजनीतिक वातावरण कति संवेदनशील छ र सबै पक्षबीच संवादको आवश्यकता कति टड्कारो छ भन्ने देखाउँछ। त्यसो भए आज हामीले नेपालको खेलकुदमा देखिएको त्यो उत्साहजनक प्रगति अनि वातावरण संरक्षणको गम्भीर चुनौती र त्यसलाई सामना गर्ने प्रयासहरूबारे कुरा गर्यौं। विश्व अर्थतन्त्रका केही मिश्रित सङ्केतहरू, एआई जस्तो नयाँ प्रविधिले ल्याएका अवसर र सँगसँगैका नैतिक प्रश्नहरू अनि देशको आन्तरिक राजनीतिक अवस्थाको एउटा झलक पनि निहाल्यौं। हो, समग्रमा हेर्दा यी सबै घटनाक्रमले के देखाउँछ भने नेपाल एकातिर स्थानीय स्तरमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न प्रयास गरिरहेको छ अनि अर्कोतिर विश्वव्यापी प्रवृत्ति र चुनौतीहरूबाट पनि अछुतो रहन सकेको छैन। तर यी सबैको बीचमा आन्तरिक राजनीतिक स्थायित्व र सबै पक्षबीचको एउटा अर्थपूर्ण संवाद कति आवश्यक छ भन्ने प्रश्न झनै पेचिलो बनेर आउँछ जस्तो लाग्छ। सायद यही प्रश्नमा अलिकति सोच्नु नै आजको हाम्रो छलफलको सबभन्दा महत्त्वपूर्ण कुरा हुन सक्छ।